त्यो जागरण ल्याउन पनि हामीले चाहिँ के अरे होइन अभियान सञ्चालन गरिरहेको कुरामा जानकारी गराउन चाहन्छु। अब स्थानीय चुनाव आउँदैछ। त्यो स्थानीय चुनावमा यहाँ पनि विभिन्न पालिकाहरू छन्। ती पालिकाहरूबाट हामीले श्रम गर्ने, श्रमदान गर्ने, श्रमलाई मन पराउने, होइन किसान र मजदुरको कुरा गर्ने, सुकुम्बासी व्यवस्थित बसोबासीहरूको हक हितमा बोल्ने र काम गर्ने श्रम संस्कृति पार्टीको चुनाव चिन्ह अञ्जुलीको माटो लिएको उम्मेदवारलाई जिताइदिनुहोस्। हामी दुःख गर्ने टोली हो। म यहाँहरू सबैजनालाई जानकारी गराउन चाहन्छु। यो पार्टी भनेको धेरै विचारबाट जन्मिएको पार्टी हो। म स्वयं पनि दुःख गर्ने मान्छे हो। यहाँ कोही कसैले चाहिँ नि होइन हाकिम भएर, ठालु भएर, खुट्टा हल्लाएर खाने, गाडीमा कुदी हिँड्ने, है त्यो खालको जनप्रतिनिधि बन्छु भन्ने सपना लिएर कोही पनि आउँदैन। तपाईँहरूलाई म वचन दिन्छु, श्रम संस्कृति पार्टीलाई जिताइदिनुहोस्। जति बजेट हो त्यसको 2 गुणा 3 गुणा बढी विकास गर्ने जिम्मेवारी त्यसको तपाईँको ग्यारेन्टी म लिन्छु। किनभने हामी श्रम र श्रमदानलाई तपाईँको चाहिँ के अरे सर्वोपरि विधि मान्दछौँ विकासको। ठेकदारले गरिदिन्छ, आफू चाहिँ हात बाँधेर बस्ने, यसो हेर्ने, ओठको यसो गरेर उ त्यो हराउने, उ त जो यता उ त जो भन्ने होइन है। हाम्रा जनप्रतिनिधिहरू जनता सँगसँगै काम गर्नुहुनेछ। यो पालिकाबाट उठ्ने प्रमुखलाई पनि भोलि तपाईँहरूले जिताइदिनुहोस्। उहाँले पनि तपाईँको चाहिँ के अरे श्रमदान गर्नुहुनेछ। श्रमदान किन गर्नुपर्छ भन्दाखेरि पैसा थोरै छ हामीसँग। पैसा थोरै छ, आवश्यकता धेरै छ है। थुप्रै देख्छौँ। यो एउटा चाहिँ बाटो बनेको देख्छौँ, यतातिर गयो भने के अरे बाटो छैन, धुलै धुलो छ होइन। माथि स्थिति खत्तम छ। म केन्द्रमै तपाईँको चाहिँ के अरे छु यतिखेर एउटा सांसदको रूपमा है। सरकार चलाउने अनुमति त नेपाली जनताले दिनु भएन हामीलाई, तर म त्यहाँ केन्द्रमै छु। प्रधानमन्त्रीलाई भेट्न गयो, काठमाडौँ महानगरपालिकामा त पैसै पैसा थियो हर्कजी, यहाँ त पैसै छैन छ है। 5 वर्ष पुरानो तपाईँको ऋण तिर्नुपर्ने स्थिति रहेछ भन्दै हुनुहुन्थ्यो। ढाँटेको त होइन होला प्रधानमन्त्री होइन। ऋण लिनु परिराखेको छ। 40 दिनमा 48 अर्ब भनेर मिडियामा आइराखेको छ। 1 अर्बमा 101 करोड हुन्छ। अब ऋण नलिकन तपाईँको चाहिँ देशै नचल्ने स्थिति छ भनेर अर्थमन्त्रीले भनिराखेको छ। भनिसकेपछि विदेशी ऋणको भारी बोक्ने कि ढुङ्गा बोक्ने भन्दा हामी चाहिँ ढुङ्गा बोक्ने टोली हो होइन। विदेशी ऋण काटेर हात बाँधेर ठेकदारले विकास गरिदिन्छ भनेर चाहिँ यस्तो गरेर ओट्लो यस्तो उतो जो उतो जो भनेर यस्तो पछाडि क्या फेरि अल्छी लाग्छ नि त। त्यस्तो खालको मान्छे होइन। श्रम संस्कृति त्यस्तो खालको पार्टी होइन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रै आफ्नो पाखुराको दममा यो देशलाई बनाउनु पर्छ भन्ने